सरकारले आइतबार पनि बिदा दिँदा समस्या, शिक्षण संस्थामा पाठ्यक्रम पूरा गर्नै सकस हुने। दर्शकबिन नमस्कार। नेपाल सरकारले हप्तामा 2 दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। विद्यालयहरूको शैक्षिक क्यालेन्डरमा गम्भीर असर पर्ने र पाठ्य पुस्तक पढाउनै नसकिने धेरैको प्रतिक्रिया रहेको छ। नयाँ वर्षदेखि दशैं तिहार, चाडपर्व, दिवसहरू लगायत विभिन्न नाममा बिदा हुने गरेकोमा देशमा हप्तामा 2 दिन बिदा हुँदा वर्षभरिमा 6 महिना पनि पढाइ हुने स्थिति देखिँदैन। सरकारले पश्चिम एसियामा भइरहेको द्वन्द्वको कारण इन्धन खपत कम हुने भन्दै हप्ताको 2 दिन बिदा दिने र अन्य 5 दिन सरकारी कार्यालय बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। नेपालको सार्वजनिक सेवा प्रणाली अझै पनि कागजी प्रक्रियामा निर्भर रहेको, सीमित जनशक्ति र सेवाग्राहीको उच्च चाप भएकोले यो निर्णय व्यावहारिक देखिँदैन। विश्वका केही विकसित देशमा हप्तामा 2 दिन बिदा दिने चलन छ, तर त्यसका लागि नेपालको प्रणाली र पूर्वाधार बनिसकेको देखिँदैन। डिजिटल पूर्वाधार कमजोर रहेको तथा अनलाइन सेवा र डिजिटल भुक्तानी प्रणाली धेरै कम भएकोले नेपालमा अहिले नै 2 दिन बिदा दिनु उपयुक्त छैन। इन्धनकै समस्याको कारण हो भने पहाडी, हिमाली र दुर्गम क्षेत्रका लागि छुट्टै निर्णय गर्नु आवश्यक छ। धेरै सेवा अझै पनि कार्यालयमै उपस्थित भएर लिनुपर्ने अवस्था छ। अनलाइन प्रणाली सीमित र अस्थिर तथा न्यून प्रभावकारी छ, जसको कारण सेवाग्राहीले समस्या भोग्नु पर्ने अवस्था छ। देशमा अनलाइन सेवाको तीव्र विस्तार र आवश्यक डिजिटल पूर्वाधार तयार गरेर यो नियम लागू गर्दा सम्भव होला। अझ विद्यालयको हकमा पाठ्यक्रम परिवर्तन गरेर पढाइसँगै कामको अवसर वा इन्टर्नसिपको समेत व्यवस्था गरेर हप्तामा 5 दिनमा नै पाठ्यक्रम सक्ने गरी पाठ्यभार राख्नुपर्ने र बाँकी 2 दिन विद्यार्थीले काम पनि गर्न पाउने अवसर सिर्जना हुनुपर्दछ। लामो समय विद्यालय बन्द हुँदा कोरोना कालमा खस्केको शैक्षिक स्तर अझै माथि उठ्न सकेको छैन। झन् अहिलेकै अवस्थामा हप्तामा 2 दिन बिदा दिइयो भने त्यसको अवसर शिक्षाको गुणस्तर वा शैक्षिक प्रणालीमा पनि गम्भीर रूपमा पर्ने देखिन्छ। 2 दिन बिदा दिएको असर विद्यालय र कार्यालय सहित स्वास्थ्य संस्था, बैंक, यातायात, दैनिक जलाधारी कामदार, साना व्यापार पसल, अनौपचारिक क्षेत्र र सङ्घ संस्थामा समेत पर्ने देखिन्छ। विदेशमा कम दिन काम गरेर पनि बढी उत्पादन हुने पूर्वाधार तयार भएकोले 2 दिन बिदा स्वाभाविक र सम्भव छ, तर नेपालमा यसले सकारात्मक भन्दा नकारात्मक असर धेरै पारेको छ। विशेष गरी ग्रामीण क्षेत्रमा बढी असर परेकोले पूर्वाधार र नीतिगत सुधार गरेर पाइलट परीक्षण सहित सफल हुने अवस्थामा मात्रै बिदा दिनु उपयुक्त हुनेछ। बरु कार्यालय समयमा समेत अनावश्यक बिदा बस्ने चलन पूर्ण रूपमा बन्द हुनुपर्छ। डिजिटल सेवा अनिवार्य बनाउँदै कार्य समय छिटो छरितो बनाउनु पर्दछ। कार्यालय र विद्यालयहरूको क्यालेन्डर, पाठ्यक्रम, कार्य योजना, भौगोलिक अवस्था, जनताको आवश्यकता, सुविधा र कामलाई ध्यानमा राखेर 2 दिन बिदा दिने निर्णय हटाइनु पर्दछ। पहाडी तथा हिमाली क्षेत्रमा घण्टौं हिँडेर कार्यालय वा विद्यालय पुग्नु पर्ने बाध्यताको कारण पूर्वाधारको विकास नहुँदासम्म पुरानै तालिकामा कार्यालय सञ्चालन गर्नु आवश्यक छ। शहरमा तेलको अभावमा यातायात सञ्चालन हुने स्थिति आएन भने पनि पहाडी र हिमाली क्षेत्रमा जहाँ पैदल हिँडेर विद्यालय कार्यालय पुग्नुपर्छ, त्यहाँका लागि सुहाउने गरी आवश्यकता अनुसार निर्णय लिनु आवश्यक छ। सरकारले कार्यसूचीमा धेरै विकसित देशका अभ्यास ल्याउन खोजेको देखिन्छ, त्यो राम्रो पक्ष हो, तर त्यसका लागि सबैभन्दा पहिले पूर्वाधार र परिस्थिति अनुकूल छ कि छैन भन्ने कुरा ध्यान दिनु आवश्यक छ। राजधानी वा शहरी क्षेत्रमा बसेर बनाइएका कानुन वा नियमहरू सबैतिर उस्तै गरी लागू गर्न समस्या हुन सक्दछ। त्यसैले सबै परिस्थितिलाई ध्यानमा राखेर निर्णय गर्ने र निर्णय प्रभावकारी कार्यान्वयन गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनु आवश्यक रहेको छ।